उत्तर प्रगति र स्वास्थ्य लाभको कामना सहित हामी यो कार्यक्रम सुरु गर्न गइरहेका छौँ। हामीले प्रयास गर्दा गर्दै पनि हामी हाम्रो कोसिसमा आज अलिकति पछाडि परेका छौँ। मैले हजुरहरूलाई बिन्ती हामी कार्यक्रम गर्न गइरहेका छौँ। हामी अमेरिकामा छौँ, तर पनि हामीले अमेरिकन टाइमलाई फलो गर्न सकेनौँ। यसको लागि आयोजक समितिको तर्फबाट म यहाँहरूमा हार्दिक क्षमा गर्दै म कार्यक्रम सुरु गर्न गइरहेको छु। म आजको यस कार्यक्रमको सभापतित्व गरिदिनु हुन म बाना कार्य समितिका अध्यक्ष श्री विजय श्रेष्ठज्यूलाई ड्यासमा निमन्त्रणा गर्दछु। अध्यक्षता गरिदिनको लागि अध्यक्षजीको अनुमति लिएर म कार्यक्रममा अगाडि बढाउन चाहन्छु। आजका यस पावन कार्यक्रमका प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन म महामहिम राजदूत डाक्टर शङ्कर प्रसाद शर्माज्यूलाई मञ्चमा आमन्त्रण गर्दछु। दाहिने हातको पहिलो सिट रामहरिजी बसिरहनु भएको सिटको नजिकै हामीले फाउन्डरहरूको लागि त्यहाँ ठाउँ राखेका छौँ र त्यसमा फाउन्डर सदस्य श्री गणेश मल्लिकज्यूलाई आसनको लागि अनुरोध गर्दछु। यसै गरी बानाका संस्थापक तथा मेघदी समाजका अध्यक्ष पारसमणि श्रेष्ठज्यूलाई अतिथि आसनको लागि म अनुरोध गर्दछु। यसै गरी बानाका पूर्व अध्यक्षहरू मोहन थापा, क्रिस घिमिरे र रविना थापाज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। त्यसै गरी नेपाली महामहिम राजदूत शङ्कर शर्माज्यूको मुवा र श्रीमतीज्यूलाई म आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी वैधानिक वाणिज्य दूत श्री प्रेमराजा महतज्यूको श्रीमती कविता महतज्यूलाई आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी दूतावासको प्रथम सचिव श्री अर्जुन मैनालीज्यूलाई म आसन ग्रहणको लागि अनुरोध गर्दछु। दूतावासका नियोग प्रमुख श्री आनन्द शर्माज्यूलाई म आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी दूतावासका अन्य साथीहरूलाई म आसन ग्रहणको लागि अनुरोध गर्दछु। एनआरएनएका बोर्ड डाइरेक्टर ढिलीराज पौडेलज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी युरेनका अध्यक्ष किरण पन्त, युएनटिएफका अध्यक्ष युएनटिएफ डिसी नेटवर्क एरियाका अध्यक्ष ईश्वर परेलज्यू, जनसम्पर्क समिति मेडल्यान्ड च्याप्टरका अध्यक्ष सुभाष घिमिरेज्यू, तनहुँ समाजका अध्यक्ष पल रेग्मिज्यू, नासोका अध्यक्ष धर्म विश्वकर्माज्यू, नेपाल अमेरिकन इन्जिनियर संघका अध्यक्ष बोर्ड डाइरेक्टर तथा सदस्य केन्द्रीय सदस्य कुलमणि आचार्यज्यूलाई म अतिथि आसनको लागि आरोहण गर्दछु। यसै गरी बाल्टिमोर भुट्टी समाजका अध्यक्ष केएन उप्रेती, ग्रेटर वासिङ्टन तमु समाजका अध्यक्ष कुलप्रसाद गुरुङज्यू, मगर समाजका अध्यक्ष धनबहादुर रोकाज्यू, बाल्टिमोर आमु समूहका अध्यक्ष ज्ञानु रोकाज्यू, बाल्टिमोर एथलेटिक्स क्लबका अध्यक्ष अरुण रोकाज्यू, एनआइपिएससीका सञ्चालक श्याम कार्कीज्यू, अगाडि बढाउन अनुरोध गर्दछु र यो कार्यक्रमको विधिवत उद्घाटन गरिदिनु हुन म महामहिम राजदूत डाक्टर शङ्कर प्रसाद शर्माज्यूलाई पानसमा बत्ती बालेर यो कार्यक्रमलाई
उद्घाटन गराइदिनु हुन म विशेष अनुरोध गर्दछु र विशालजी धन्यवाद प्रमुख अतिथिज्यूलाई र विशेष अतिथिज्यूहरूलाई हार्दिक धन्यवाद छौँ। हामी कार्यक्रमको औपचारिक उद्घाटनपछि अब हामी कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ। म मन्तव्यको क्रमलाई अगाडि बढाउन चाहन्छु र आफ्नो बाना कार्य समितिको तर्फबाट प्रमुख अतिथि, विशेष अतिथि, अतिथिगणहरू, पत्रकार मित्रहरू र उपस्थित सम्पूर्णलाई स्वागत भाषण गरिदिनु हुन म बानाका उपाध्यक्ष ओम तुलाचनज्यूलाई स्टेजमा निमन्त्रण गर्दछु। ओम तुलाचनज्यू। पाहुना महानुभावहरूमा र आजका कार्यक्रमका अतिथिज्यू र विशेष प्रमुख अतिथिज्यू श्री डाक्टर मानिसज्यू, श्री डाक्टर ज्यू र विशेष अतिथिज्यू श्री प्रेमराजा महज्यू र बाना प्रेमराजा महज्यू र बानाका पूर्व अध्यक्षज्यूहरू, विभिन्न सङ्घ संस्थाका अध्यक्षज्यूहरू, पत्रकार मित्रहरू र अन्य समाजसेवी प्रतिनिधिहरू अनि उपस्थित सम्पूर्ण महानुभावहरूमा बाना कार्य समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत एवं शुभकामना व्यक्त गर्दछु। नेपालीहरूको महान चाड दसैँ तथा तिहारको यस पावन अवसरमा आफ्नो कार्य व्यवस्थाको बावजुद पनि समय मिलाएर यस कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफलताको लागि पुर्याउनु भएको योगदान को उच्च मूल्याङ्कन गर्दै पुनः स्वागत गर्दछु र यहाँहरूको सुस्वास्थ्य समृद्धिको कामना गर्दै र मेरो आफ्नो व्यक्तिगत तर्फबाट र बाना छात्र संस्थाको तर्फबाट यहाँलाई पुनः एकचोटि स्वागत गर्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद। धन्यवाद उपाध्यक्षज्यू। उपाध्यक्षज्यूको स्वागत भाषणपछि म कार्यक्रमलाई हामी सुरुवात गर्न गइरहेका छौँ र राष्ट्रिय गानको लागि सबै तयार भइदिनु हुन म अनुरोध गर्दछु। राष्ट्रिय गानको लागि म यहाँहरूलाई उठिदिनको लागि Saya